बहिनी दाजुभाइ सबै लागेर म परदेशमा थिएँ, घर पनि थिइनँ। मेरो लोग्नेको अवस्था गरेर म परदेशमा थिएँ। आउने बेला यो बाबुले सबसित सहयोग मागेर सहयोग लिएर अनि यहाँ मलाई उभ्याइदिनु भयो। म धेरै धेरै खुसी छु। मेरो घरमा निर्माण हुने बेला मेरो बाबु आएर उभिदिए। यो पैसा सबै दिदी बहिनी विदेशमा रहेका मेरा छोराछोरी जस्ता खाडी मुलुकमा बसेर कमाएको पैसा मेरो हातमा परेको छ। अहिले म धेरै धेरै खुसी छु। यो घर मैले मेरो लोग्ने कमजोरीको लागि म परदेशमा कमाउन गएको थिएँ। झरी बादलले गर्दा पैसा पानी पनि कमाउन सकिनँ, भाडा गरेर आएँ घर भत्किएको कुराले। त्यही भएर म सबैलाई नमस्कार छ। म बोल्न पनि सक्दैन, धेरै अनपढ छु, पढेको पनि छैन। यहाँ मेरो एउटा दाहिने हात भएर छोरो भएर उभिएर सबैसित सहयोग माग्दै गुहार माग्दै अनि अहिले म मेरो काखमा हुनुहुन्छ। यहीँ मेरो छोरा जस्तो भर मानेर म बोलेको छु। अनि म लेख्ने पढ्ने म कुनै चिज पनि छैन। मलाई क अक्षर भैँसी बराबर छ। बोल्न पनि सक्दैन, बोल्न पनि जान्दैन। म माफी चाहन्छु। यहाँभन्दा धेरै म बोल्न पनि सक्दैन। अनि घरमा मेरो बुढो अपाङ्ग भएर भत्ता खानुहुन्थ्यो र यही छ। मलाई अरू परदेश जान पनि सक्नुहुन्न। मेरो भाइ छोरा भएर अहिले मेरो माइतीहरू छन्, भाइहरू छन्। अहिले यो मेरो छोरो जस्तो भएर दाहिने हात भएर उभिनु भएको छ। मलाई अहिले पैसा यति उठ्या छ आमा भनेर आएर बुझाउनु भयो। अनि म त्यसमा धेरै खुसी छु। अनि यहाँभन्दा म त अब केही बोल्नै पनि सक्दैन, अनि केही गर्नै सक्दैन, म उभिनै सक्दैन। म एकदम मेरो मुटुकै धर्का हान्छ यत्रो लगाएको घर भत्कियो। छोराछोरी गएनन्, त्यहीमा खुसी छु। सबले सहयोग गरिदिनु भयो, त्यहीमा खुसी छु। अनि कानै नसुन्ने बुढो गइदिए भए एउटा अर्कै कुरो हुन्थ्यो, छोरी गइदिए भए अर्कै कुरो हुन्थ्यो। एउटा नानी त बिहा भयो, एउटा नानीसित छु। कस्तो गर्ने हो, के गर्ने हो, गाउँ छिमेक सबै छर छिमेकले मलाई उभिने मौका दिनुभएको छ। म त्यहीमा खुसी छु। एउटा बाबुले अनि सब दाहिने हात भएर मसित आउनु भएको छ। म यहीमा राजी छु। यो बाबुलाई धन्य धेरै धेरै मेरो छोराभन्दा मेरो छोराभन्दा धेरै खुसी। मेरो छोराछोरी भन्दा मैले मेरो दुःखमा लागेको साथ दिनेलाई छोरा भनौँ कि बा भनौँ कि आमा भनौँ कि म यहीमा खुसी छु। म अरू केही सक्छु भन्न। म देश परदेश जाने पनि मेरो खुपी पनि छैन। अहिले यस्तो बुद्धि अवस्थामा भयो, मेरो बुद्धि शुद्धि केही छैन। घाँस काट्ने मान्छे हो। अहिले दुःखले गर्दाखेरि यो बाबु दाहिने हात भएर उभिएर म दुईवटा कुरा गरेको छु। अरू म केही बोल्नै सक्दैन। पैसा मेरो हातमा दिनुभएको छ, यही हो।